हेलो साथीहरू, आज हामी कहाँ जाँदैछौँ यो हजुरले पक्कै पनि थाहा पाउनुहुनेछ। यो भिडियो अन्तिमसम्म हेर्नु होला। हामी चाहिँ आज दिदीको घर जान भनेर आइसक्यो। बसबार गाडी चढिसक्यौँ र अहिले हामी ठ्याक्कै कहाँ पुगेछौँ, तल्लो बसबार पुग्यौँ साथीहरू। अनि अहिले हामी चाहिँ बाहिरको रमणीय दृश्य हेर्दै 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 जाँदैछौँ। तर कहाँ जाँदैछौँ भने चाहिँ हजुरहरूले पुरै भिडियो हेरेर मात्र थाहा पाउनुहुनेछ। र अहिले हामी चाहिँ पुग्यौँ तामाकोशी बजार। तामाकोशी बजार चाहिँ कति रमणीय छ हेर्नु होला। तामाकोशी बजारमा आइपुगेपछि चाहिँ बस एकछिन केही टाइमसम्मको लागि जहिले पनि रोक्छ। त्यही भएको भएर हामी चाहिँ तामाकोशीमा अब एकछिन उडेर बसौँ भन्ने सोच गरेर एकछिन गाडीबाट झरेर चिसो हावा खान निस्क्यौँ। र यो चाहिँ हो तामाकोशी नदी। अहिले मैले हजुरलाई देखाइरहेको तामाकोशी नदी भयो। हामी चाहिँ नदीको पुलमा बसेर हेरिरहेछौँ यो दृश्य, नदीको दृश्य, र हजुरहरूलाई पनि देखाइरहेछौँ। र ठ्याक्कै अहिले चाहिँ हामी दिदीको घर आइपुग्यौँ। र दिदी घरमा आइसकेपछि हामीलाई चाहिँ एउटै कुरा चाहिँ के गर्न मन लाग्छ भने निङ्ग्रो खोज्नलाई। जहिले जाँदा पनि निङ्ग्रो चाहिँ एकदम मनपर्छ नि त हामीलाई। त्यही भएर निङ्ग्रो खोज्नतर्फ हामी लाग्यौँ खोलातिर। र त्यतै गएर चिसो पानी पनि खाने, उम्रेको पानी, अनि त्यस पछाडि निङ्ग्रो पनि खोज्छौँ भनेर हामी चाहिँ लाग्यौँ खोलातिर। अब कतिको निङ्ग्रो पाउँछ हामी तपाईँलाई देखाइहाल्छौँ। अनि यो चाहिँ हो त्यहाँनिरको उम्रेको चिसो पानी। यो पानी चाहिँ कहिले पनि हत्तपत्त त्यस्तो चिसो हुँदैन। जाडो महिनामा चाहिँ तातो हुन्छ, मन तातो जस्तो तरिकाको तातो हुन्छ भनेदेखि गर्मी महिना चाहिँ एकदम चिसो पानी हुन्छ। तिर्खा लागेको बेला गएर खायो भने कस्तो प्यास मेटिन्छ साथीहरू। फेरि चाहिँ हामी लाग्यौँ निङ्ग्रो खोज्नलाई। अब हामी दुईजना मध्ये निङ्ग्रो कसले बेसी पाउने भनेर खोज्दैछौँ निङ्ग्रो। तै पनि उसले चाहिँ ढल्की ढल्की हेर्दै हुनुहुन्छ निङ्ग्रो कता चाहिँ छ, कता पाउँछ भनेर। हामी चाहिँ त्यही पनि कतै अलिकति भए पनि बेसी भेट्छ कि निङ्ग्रो भनेर खोज्दैछौँ। तर पनि कस्तो उन्यु गाडीभित्र अनि सिस्नो गाडीभित्र मात्रै पाउने कि यो निङ्ग्रो चाहिँ। प्रायः यो चाहिँ लेख ठाउँतिर पाउने रहेछ, खोला खोलामा अनि खेतको काल्नामा मात्रै पाउने रहेछ यस्तो निङ्ग्रो चाहिँ। त्यही भएको भएर हामी चाहिँ आज खोलामा खोज्ने भनेर आएको थियौँ उताबाट नि। अनि हामी अहिले चाहिँ 3 जना खोज्दैछौँ निङ्ग्रो, तर देखाउन चाहिँ 1 जना मात्रै देखाइरहेको छौँ भिडियोमा चाहिँ। निङ्ग्रो तै पनि अझै पाउँछ कि भनेर अन्छाइ पन्छाइ गरेर खोज्दैछ गाडीभित्र। तर पनि अलिअलि त पाइरहेछौँ हामीले निङ्ग्रो, धेरै पाउन नसकिन्। तै पनि बेलुकासम्म कति खोज्छौँ हामी तपाईँलाई देखाइहाल्नेछौँ। अझै हामी खोज्दैछौँ, गर्मी भए पनि जेसुकै भए पनि आज निङ्ग्रो त लिएर जाने नै हो भनेर हामी निङ्ग्रो खोजेको चाहिँ छौँ। अनि अझै खोजिरहेछौँ हामीले पाउँछ कि भन्दै। निङ्ग्रो नपायो भनेर हामी फर्किहाल्दैनौँ क्या साथीहरू, अझै पनि कतै पाउँछ कि भन्दै खोजेरै बसिरहेछौँ हामीले। अनि हजुरहरूलाई मैले उताको भ्यू देखाउँदैछु साथीहरू। यो उताको भ्यू भनेको चाहिँ केही कुरा मन्दिर के भन्छ मेलुङको डिलको यो भ्यू हो साथीहरू, मेलुङ 2 को। अनि यहाँ चाहिँ हामी अब चाहिँ पाउँदैन होला जस्तो लागेन। अब एकछिन तै पनि हेरौँ, पाए पाउँछ, नपाए अब फर्क्यौँला भनेर सोचेर बसिरहेछौँ। गर्मी भएर एकदम कस्तो गाह्रो भएपछि दिउँसोको टाइम हो नि त, मध्याहतिरको त्यस्तै 11-12 बजेको जस्तो टाइमको बेला हो। अनि हामीले टिपेर अहिले चाहिँ हामी फर्क्यौँ साथीहरू। यो चाहिँ बेलुकाको टाइम हो, हामी उताबाट आउने बर्दी बस गाडीमा फर्किसक्यौँ। अहिले तामाकोशी आइसक्यौँ हामी। र अहिले हामी आइपुग्यौँ हाम्रो घर। हाम्रो घरमा आएर चाहिँ म तपाईँहरूलाई आज हाम्रो घरको बगैँचा देखाउँदैछु। कस्तो कस्तो खालको फुलहरू फुलेको छन् साथीहरू। कसलाई थाहा छ यो फुलहरूको नाम कमेन्ट गर्नु होला। हाम्रो बगैँचामा चाहिँ यस्तो विभिन्न प्रकारका फुलहरू फुलेको छन् है साथीहरू। बर्खायामको बेला नै भयो, त्यही भएर कस्तो राम्रो राम्रो फुलहरू फुलिरहेछन्। हजुरहरूलाई कसलाई थाहा छ यसको नामहरू? हजुरहरूको बगैँचामा कस्तो कस्तो प्रकारका फुलहरू फुलेका छन्? अरूभन्दा पनि पानी परेको बेलामा चाहिँ यो फुलहरू कस्तो राम्रो देखिन्छ साथीहरू। फुल फक्रिने टाइम पनि हुन्छ नि त पानी पर्दा चाहिँ। त्यही भएको भएर बर्खायामको टाइममा र पानी पर्दा त झन् बगैँचा त्यत्तिकै पनि राम्रो। कस्तो राम्रो राम्रो फुल फुलिरहेछन्। तपाईँहरूकोतिर नि यस्तो फुलहरू फुलेको छ कि छैन? हाम्रोमा चाहिँ यो एक प्रकारको मात्र होइन, धेरै प्रकारको छन्, 3-4 थरी 5-6 थरी नै छन् यस्ता फुलहरू। तपाईँहरूकोमा चाहिँ कस्ता कस्ता फुलहरू फुलेका छन्? मलाई चाहिँ यस्तो फुलहरू लगाउन एकदम रमाइलो लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ यो फुलहरू हेरेर? प्रतिक्रिया दिनु होला। र यस्ता फुलहरू हजुरहरूले लगाउनु भएको छैन भने हजुरहरूले पनि लगाउनु होला यो फुलहरू। यो फुलहरूले गर्दा चाहिँ
हजुरहरूको घरको सो एकदम राम्रो देखिन्छ। ओके, हस् त, बाई।